नमस्कार दर्शकबिन सम्पूर्णमा फेरि पनि स्वागत गर्न चाहन्छु आजको यस नयाँ भिडियोमा। आज फेरि चाहिँ म अर्को बाटोको अपडेट लिएर आइरहेको छु, जुन कालीगण्डकी वडा नम्बर 3 स्याङ्जामा गोकर्णा स्थित बनाइरहेको यो बाटो निर्माणको कामलाई चाहिँ म फेरि पनि हजुरहरूमा प्रस्तुत गर्न गइरहेको छु। अहिले चाहिँ यो ठाउँमा चाहिँ मजाले धमाधम नाली बनाउन थालिसकेको छ र सकिन पनि लागिसकेको छ र यहाँ चाहिँ एक दुई ठाउँमा मात्रै मानिसहरू हुन्छ काम गरिरहेको र यो ठाउँमा पनि लगभग सम्पन्न हुन थालिसकेको छ। अहिले चाहिँ म ठ्याक्कै गोकर्णकै ठाउँमा छु। यो एरियामा चाहिँ मजाले सरर पुरै नाली बनाउँदै गइराख्नु भएको छ। अब चाहिँ त्यहाँ पानी बग्ने सानसानो खोलाहरूमा चाहिँ सायद ढलहरू हाल्नु बाँकी छ होला, त्यो पनि छिट्टो नै सम्पन्न गर्नेछ। र यो एरियामा चाहिँ देख्न सक्नुहुन्छ पहिला नै यो एरियामा चाहिँ अब नालीहरू पहिले बनाइसकेको थियो, जुन अहिले चाहिँ यो कामलाई गति दिनु परेन। यो ठाउँमा चाहिँ केही पनि गरिएको छैन, अब सिधै कालोपत्रे मात्रै बनाउन बाँकी हो। यो ठाउँमा चाहिँ केही पनि गरिएको छैन है त। यो एरियाहरूमा चाहिँ सबै पहिलेदेखि नै नालीहरू बनाइराखेको थियो र अहिले आएर बल्ल बाँकी कामहरू पनि सम्पन्न पाइरहेको छ। र यहाँदेखि उता चाहिँ फेरि नयाँ बजेटमा अहिले फेरि काम सुरु गर्न थालेको र यता चाहिँ धेरै दिन भइसक्यो काम सम्पन्न भइसकेको। यो एरियामा सबैतिर चाहिँ कामहरू राम्रै गतिमा गरेको देख्न सक्छौँ र काम पनि राम्रो नै छ भन्न सकिन्छ। यो देख्दाखेरि चाहिँ अब क्वालिटीहरू चाहिँ ठ्याक्कै भन्नु त सकिन, तर राम्रो चाहिँ देखिएको छ। वाल उठाउने यताउति सबै गर्ने चाहिँ राम्रैसँग गरिरहेको भएको छ। र यहाँदेखि अगाडि यहाँदेखि पूर्वतिरको साइडमा चाहिँ पहिलाकै पुरानो नालीहरू चाहिँ रहेको हुँदाखेरि उता काम चाहिँ केही पनि भएको छैन। अब सायद सबै यताको नालीहरूको काम सम्पन्न गरेपछि चाहिँ अगाडिको पनि काम बढाउला नै। यतातिरको कामहरू चाहिँ यही खरे खोलादेखि चाहिँ सुरु गरिराख्नु भएको छ। होपफुल्ली छिटै नै सबैतिर कालोपत्रे भएर मजाले सरेर हामी चाहिँ यो धुलोमुक्त र बर्खामा हिलोमुक्त भएर हिँड्न छिटै पाइयोस् है त।